मसला भुट्ने, पानी हाल्ने अनि त्यसपछि लास्टमा घुगी हाल्ने। घुगी हैन? घुगी। बेबी हेलो भन। हेलो भन। हेलो भन्दै यस्तो भन्दै। हेलो वेलकम माई युट्युब च्यानल। हाम्रो चाहिँ यहाँ भर्खर घुगी पाक्दैछ। पकाउन चाहिँ रेडी भएको, मसला चाहिँ पाक्दैछ है। धेरै झोल भयो है। सुक्छ यो अनि यसको त्यो भित्र जान्छ त्यो नुनहरू। अनि अम्रेसी भयो। साथीहरू हेर्नुहोस् है घुगी पकाउने तरिका। फर्स्टमा मसला भुट्ने, पानी हाल्ने अनि त्यसपछि लास्टमा घुगी हाल्ने। घुगी हैन? घुगी। अब पाकिहाल्यो यति गरेपछि। ल साथीहरू हाम्रो घुगी नि पाकेर सक्यो। अब चाहिँ बेलुका खाने। हामी चाहिँ अहिले यो गर्मीमा छतमा बसिरहेको नि। हेर्नु साथीहरू कस्तो लाग्यो सबैले कमेन्ट गरिदिनु होला राम्रो लाग्यो भने। हजुरहरूलाई मन पर्छ कि पर्दैन? बाई बाई गर्दै सबैजनालाई बाई बाई। टाटा भन्दै बाई बाई। बाई बाई भन। बाई। उता बाख्रा लगेको देख्नै हुन्न क्या उसलाई चाहिँ। बाख्रा देखेपछि त्यस्तै हो, खनाक्र फुनुक गर्नुपर्ने। जस्तै वीरगन्जमा 40-45 डिग्रीको गर्मी छ है साथीहरू। ल बाई बाई साथीहरू। हामी चाहिँ गएको अब। गर्मी धेरै गर्मी भयो, पङ्खा खोलेर बस्नु पर्यो गएर।